नमस्कार, म राजेन्द्र विश्वकर्मा। यति बेला तपाईँ हेर्दै हुनुहुन्छ धड्कन खबर। आज हामी कुराकानी गर्दैछौँ सर्लाही निर्वाचन क्षेत्र नम्बर 4 को विषयमा। विशेष गरी आगामी फागुन 21 गते हुने निर्वाचन नजिकिँदै गर्दा सर्लाहीमा चुनावी सरगर्मी वात्तै बढेको छ। विशेष गरी यस वर्ष अर्थात् आगामी फागुन 21 गते हुने निर्वाचनका लागि सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। सबैजना उम्मेदवार कडा नै हुनुहुन्छ। सो त्यो हिसाबले पनि एकदमै यसपटक सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ भने पुराना दलहरूलाई आफ्नो विरासत फर्काउने प्रयास गरिरहेका छन्, अर्थात् प्रयासमा छन्, दबावमा छन् भने नयाँ राष्ट्रिय दल अर्थात् नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चाहिँ आफ्नो दबाव बढाउँदैछ। विशेष गरी सर्लाहीका चारैवटा निर्वाचन क्षेत्रहरूमा यही छ। पुराना राजनैतिक दलहरूले आफ्नो विरासत फर्काउने प्रयास गरिरहेका छन् भने नयाँ राष्ट्रिय दल अर्थात् नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा चाहिँ आफ्नो दबाव बढाउँदैछ। विशेष गरी फागुन 21 गते अब अर्थात् निर्वाचन नजिकिँदै गर्दा यति बेला गाउँघरमा धेरै नै चुनावी माहौल बढेको छ, सरगर्मी बढेको छ। हिजो आज उम्मेदवारहरू गाउँमा घरदैलो अभियानमा छन् भने घरदैलो अभियानहरू गर्नमै व्यस्त छन् भने उनीहरू यस क्षेत्रका आफ्ना क्षेत्रका विशेष गरी गाउँठाउँका समस्याहरू बुझ्ने, मतदाताहरूसँग भेटघाट गर्ने र कुराकानी गर्ने, विभिन्न आश्वासनहरू विभिन्न समस्याहरूलाई बुझेर ती समस्याहरूका समाधानका प्रतिबद्धताहरू पनि व्यक्त गरिरहेका देखिन्छन्। यो समयमा विशेष गरी आज हामी सर्लाही क्षेत्र नम्बर 4 को कुराकानी गर्नेछौँ। सर्लाही क्षेत्र नम्बर 4 मा यस वर्ष धेरै नै चर्चा भइरहेको छ, राष्ट्रिय स्तरमै चर्चा भइरहेको छ। सर्लाही क्षेत्र नम्बर 4 को यहाँ विशेष गरी नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता डाक्टर अमरेश कुमार सिंह बीच कडा प्रतिस्पर्धा हुँदैछ भने उहाँहरूलाई टक्कर दिने खालका उम्मेदवारहरू पनि हुनुहुन्छ। जस्तो नेकपा एमालेका तर्फबाट यस क्षेत्रमा अमरेश कुमार यादव हुनुहुन्छ भने नेकपाको तर्फबाट डाक्टर रजनीश यादव हुनुहुन्छ। यस्तै अन्य विभिन्न दलहरूको तर्फबाट उम्मेदवारहरू दर्ता भएका छन्। विशेष गरी सर्लाही का निर्वाचन क्षेत्र चारैवटा मध्ये सबैभन्दा बढी उम्मेदवारी दर्ता सर्लाही 4 मा भएको छ, सर्लाही 4 मा कायम छन्। सो हिसाबले पनि हामी भन्ने छौँ तपाईहरुलाई कुन दलबाट को यहाँ प्रतिस्पर्धामा हुनुहुन्छ। विशेष गरी चर्चामा डाक्टर अमरेश कुमार सिंह र गगन थापा भए तापनि अन्य पनि उहाँहरूलाई टक्कर दिने खालका उम्मेदवारहरू हुनुहुन्छ। जस्तो मधेस केन्द्रित दल जसपा नेपाल उहाँहरूको गठबन्धन छ, गठबन्धनको तर्फबाट संयुक्त गठबन्धनको तर्फबाट रामेश्वर राय हुनुहुन्छ। यस्तै जनमतको तर्फबाट राकेश मिश्रजी हुनुहुन्छ। यस्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको तर्फबाट यस क्षेत्रमा पिताम्बर सिंह कुशवाहा हुनुहुन्छ भने अन्य थुप्रै पार्टीहरू अर्थात् पार्टीहरूले उम्मेदवार खडा गरेका छन्। जसमा अन्य भन्नुपर्दा यहाँबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट प्रदीप कुमार झा हुनुहुन्छ। जनमतको मैले भनिसके। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी हुनुहुन्छ। आम जनता पार्टीबाट रेङ्की कुमारी शाह हुनुहुन्छ। यस्तै अन्य पनि हुनुहुन्छ। विशेष गरी चर्चामा भने यति बेलाको समयमा गगन कुमार थापा र अमरेश कुमार सिंह बीचको चर्चाको उहाँहरू बीचको प्रतिस्पर्धाको चर्चा भइरहेको छ। यसमा हामीले जानकारी गराउनु पर्दा क्षेत्र नम्बर 4 मा चाहिँ यस पटक चर्चाको केन्द्रमा 2 जना हुनुहुन्छ। हामीले अगाडि पनि जानकारी गराइसक्यौं।
र भावी प्रधानमन्त्रीको रूपमा उम्मेदवार घोषणा गरिएका काङ्ग्रेसका सभापति गगन थापा र रासोपा नेता अमरेश कुमार सिंह बीचको प्रतिस्पर्धाले यस क्षेत्रलाई देशमै हेभीवेट उम्मेदवार बीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ र काङ्ग्रेसका रूपमा गढका रूपमा रहेको यस क्षेत्रमा काङ्ग्रेस गुमेको विरासत फर्काउने कोसिस अर्थात् प्रयासमा छ, लक्ष्यसहित अगाडि बढिरहेको छ, मैदानमा छ भने अमरेश कुमार सिंहले त आफूले नजिते आत्मदाह गर्ने कुरा पनि उहाँले यसअघि नै गरिसक्नु भएको छ। उहाँले विशेष गरी दुईवटा कुरामा आत्मदाह गर्ने चुनौतीहरू दिनुभएको छ। एउटा जनकपुरमा नै आत्मदाह गर्ने कुरा गर्नुभयो। जनकपुरमा यदि राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह बालेन प्रधानमन्त्री नभएपछि आफूले आत्मदाह गर्ने चुनौती दिनुभएको छ भने सर्लाही निर्वाचन क्षेत्र नम्बर 4 मा मनोनयन दर्ता गर्न जाँदाखेरि उहाँले बाख्राचोर गगन थापा जित्दैन, म जित्छु, यदि मैले जितेन भने आफूले आत्मदाह गर्छु भन्ने जस्तो चुनौती चाहिँ उहाँले दिनुभएको छ भने यस्तै अन्य पनि पहिलो संविधान सभा निर्वाचनमा शिवपूजन राई यादव निर्वाचित यस क्षेत्रमा 3 कार्यकालदेखि अमरेश सिंह सांसद बनेका छन्। यसअघिका 3 वटै कार्यकालदेखि नै अमरेश कुमार सिंह यस क्षेत्रको सांसद बन्नु भएको छ भने 2064 र 70 मा चाहिँ काङ्ग्रेसबाट निर्वाचित हुनुभएको थियो उहाँ भने अहिले 79 मा आएर चाहिँ काङ्ग्रेसले उहाँलाई भोट टिकट नदिएपछि उम्मेदवारको लागि उहाँले चाहिँ पार्टी परित्याग गरी स्वतन्त्रबाट उठ्नुभयो र उहाँले नेपाली काङ्ग्रेस सहितको गठबन्धनको टिमलाई नै हराएर आफू विजय बन्नुभयो। त्यसदेखि नै उहाँ यसपटक भने त्यसदेखि उहाँ स्वतन्त्र हुनुहुन्थ्यो। यसपटक भने उहाँ रासोपामा प्रवेश गरेर उम्मेदवार बन्नु भएको छ। पार्टीको सङ्गठन बाहेक यस क्षेत्रमा सिंहको वर्चस्व पनि छ। यस क्षेत्रमा प्रभावशाली नेताको छवि बनाएका संविधान सभा सदस्य शिवपूजन रायले आफ्नो छोरा अमनिश कुमार यादवलाई एमालेबाट उम्मेदवार बनाउनु भएको छ। यस्तै उहाँले पनि टक्कर दिने बुझिएको छ, देखिएको छ, अनुमान गरिएको छ विशेष गरी। र गगन थापाको कुराकानी गर्ने हो भने गगन थापा यसअघि काठमाडौँ क्षेत्र नम्बर 4 मा विजयी हुँदै आउनुभएको थियो, तर यस वर्ष भने यसपटकको निर्वाचनमा भने उहाँ सर्लाहीमा आउनुभएको छ।